छाङमाला टचित दिलेक आशा गर्दछु तपाईहरु आराम कसैले हुनुहुन्छ। म पनि आराम कसैले छु र आज चाहिँ मैले तपाईहरुसँग एकदमै महत्त्वपूर्ण कुरा लिएर आएको छु। यो कुरा चाहिँ तपाईहरु सम्पूर्णले थाहा पाउनु पर्ने छ। के बताएको छ भने चाहिँ हामी मान्छे भइसकेपछि चाहिँ सबै मान्छेलाई रिस उठ्छ। अनि अब मान्छे भइसकेपछि रिस नउठ्नु त कोही पनि छैन। अनि तर कोही मान्छेहरु चाहिँ एकदमै धेरै सानसानो कुरामा पनि धेरै रिसाउने हुन्छ र कोही अब ठुल्ठुलो मात्रै रिसाउने भइहाल्यो। र यसमा चाहिँ के बताएको छ भने चाहिँ काल्पा तुंग सक्पाई जिन्दान देशे छेलासे देख्चे गाङ बेगुन क्याङ खोङटे चिगी जम्पर यो भनेको छ। अब यो के बताएको छ भने चाहिँ यहाँनिर अब हामीहरूले चाहिँ एकदमै धेरै रिसाउने गर्यो भने चाहिँ अब हामीले कल्पदेखि पुनर्जन्म पहिलादेखि पुण्य सञ्चय गरेकोहरू चाहिँ सबै चाहिँ हामी एउटा सानो रिसको कारणले गर्दाखेरि चाहिँ त्यो सबै पुण्यहरू चाहिँ नष्ट भएर जान्छ बताएको छ। जस्तो हामीले चाहिँ एउटा सानो रिसको कारणले गर्दाखेरि हामीले कल्पदेखि गरिआएको पुण्य सञ्चयहरू चाहिँ जति पनि धर्म पुण्यहरू छ त्यो सबै चाहिँ एउटा सानो रिसको कारणले गर्दाखेरि चाहिँ सबै नष्ट भएर जान्छ बताएको छ। त्यस कारणले गर्दाखेरि हामी यस्तो सानसानो कुराहरूमा चाहिँ आफै रिस कन्ट्रोल गर्नुपर्छ। रिसाउनु हुँदैन धेरै। रिसले चाहिँ हामीलाई आफै बेफाइदा गर्दछ।